हेलो गाइस वेलकम बैक टु माई च्यानल। सो अहिले चाहिँ म अमृताकोमा आइरहेको छु होइन। अन्त हामी चाहिँ आज कहीँनिर जाँदैछ, सरप्राइज छ। तपाईँहरूलाई म बादमा देखाउँछु कहाँ हो भनेर होइन। अन्त हामी चाहिँ को जाँदैछ भन्दाखेरि चाहिँ म अमृता अलिसा जाँदैछ हो। अन्त अमृताले चाहिँ यहाँ पानी ल्याएको छ है। अमृता आज कस्तो हुँदैछ? म जान्दैछ यो पानी बोक तिर्खा लाग्छ नि भरे। ओके, उसलाई चाहिँ ब्युटिफुल देखिरहेको छ। अलिसालाई पनि भेटिसक्यो हामीले चाहिँ। अहिले यहाँ भिडियो मात्रै गर्ने होइन, नक्कल गाडी गएको ल। अब चाहिँ हामी गएको फाइनली। अब चाहिँ हामी नामथाङबाट हिँडेको। यहाँ अलिसा पनि आइसकेको छौ। अलिसा हेरिदेऊ, हेलो भन। हेर्दिन होला बहिनी म त बिजी भयो। यहाँ छ अमृता। ओके, हामी अब नाम्चीमा गएर भेट्नेछौँ किनभने ट्राभल गर्दा चाहिँ अब मेरो क्यामेरा बेसी राम्रो भएको कारणले गर्दाखेरि होइन, दामी क्वालिटी छ नि त। नाम्चीमा भेट्नेछौँ। ओहो, म सरप्राइज दिउँ भनेको थिएँ, मैले ठाउँको नामै भन्दै। अहिले चाहिँ हामी नाम्ची स्ट्यान्डमा आइरहेको छ, ट्याक्सी स्ट्यान्डमा हो। अन्त यहाँ सामानहरू लिनु छ अरे नि त दुईजनाको चाहिँ। दुईजना चाहिँ यहाँ छ। सो ब्युटिफुल। आजको आउटफिट अलिसा, आजको आउटफिट अमरुल, आजको अनि म चाहिँ प्यान्टमा छु ड्यु टु सम रिजन होइन। हामी चाहिँ फाइनली नाम्ची आइपुगिसक्यो। यहाँनिर देख्न सक्नुहुन्छ दुईजना। अब चाहिँ हामी जाँदैछ यहाँदेखि चाहिँ केक दोकान, बेकरी सप जाँदैछ हामी चाहिँ। अब यहाँ चाहिँ कस्तो दामी दामी फुल हुन्छ। यहाँ छ हाम्रो दुईजना ब्युटिफुल। अब यो चाहिँ गर्ल्सको प्रब्लम हो होइन। हिल लगाएपछि चाहिँ खुट्टामा चाहिँ यो ब्यान्डेड लगाउनुपर्छ, नत्र भने चाहिँ फेरि यस्तो बेसी दुख्छ आइहाल्छ। पिल्छिरहेको रहेछ अर्को राइटमा चाहिँ, लेफ्टमा चाहिँ दुखेको छैन अरे कि, तर मैले चाहिँ लगाउनु चाहिँ भनिदिइराखेको। यहाँ केक दोकानमा आइपुगिसक्यो अब चाहिँ होइन। अब चाहिँ हामी केक किन्नेछौँ यहाँनिर। यहाँनिर हो केक सप चाहिँ, बेकरी सप। हामी चाहिँ यो र यो लाने। यो एउटा हो, अन्त यो नामथाङतिर नि यतिकै पानी पाउनु नि है। नामथाङतिर हामी चाहिँ यहाँ अर्डर गरिसकिसकेको हो। हामी चाहिँ पर्खिरहेको छ। अब केकमा लेख्नु छ मन्जु, एमएनजेयू मन्जु, MANJU। ब्राइट टु बी। उनीहरू चाहिँ यहाँ केकहरू हेर्दैछ दुईजना मस्किँदै। यहाँ चाहिँ ब्राइट टु बी। अब चाहिँ हामी यहाँबाट सिधै जानेछौँ। यो अर्डर गरिसकेर चाहिँ हामी जान्छ तलनिर। फ्रुट्स किन्नु पनि छ नि त कि, त्यसले गर्दाखेरि यो चाहिँ हो नाम्चीको रोड। हामीले चाहिँ यहाँ टु बी ब्राइट पनि किनिसक्यो, स्ल्यास केक पनि प्याकिङ भइसकिसक्यो। गाइस हामीले केक पनि किनिसक्यो। अर्को चाहिँ छ अमृताकोमा हो। अन्त हामी चाहिँ अब यहाँ पहिला चिप्स किन्नु जाँदैछ। एउटा यो किन्यो हामीले चाहिँ। अझै लेस पनि किन्दैछ यहाँनिर। उसले यहाँ छ हाम्रो आजको मेन सामान किनिसक्यो, बट हाम्रो फ्रुट्स चाहिँ किन्नै बिर्सेछ कि। अन्त हामी तल जाँदैछौँ। झोला झोला छ सबैको। हामी तल जाँदैछौँ।
अगाडि यहाँ तल जान्छ हामी चाहिँ। अब चाहिँ हामी पकौडा किन्नु जाँदैछ। कहाँ पाउँछौ है? ए यहीँ जाउँ म। पाउँदैन अरे। अलिसा छैन अरे यहाँ। उता त्यसो त यहाँ सोध्नु। मलाई चाहिँ योहरू सबै खानु मन पर्यो अरे भन्दैछ कि त्यही कारण मैले कुन पनि नखा भन्दै। यो रसमलाई नै होला। रसमलाई एसपी सर भएको भए चाहिँ एसपी सर आप होते तो आप ये मुझे खरीद देते ना। के किन्यो है? आलु चप कि प्याजी पनि किनिसक्यो। ओके अब चाहिँ लास्ट हाम्रो जानुपर्ने छ भन्ज्याङ रोड। त्यहाँनिर चाहिँ ग्रेप्स किन्नुको लागि है। खोइ अलिसा अलिसा चाहिँ ऊ पर रहेछौ छिटो। अब हामी ग्रेप्स किनेर त्यहाँदेखि चाहिँ हामी जानेछौँ हाम्रो आजको कहाँनिर डेस्टिनेसन। आजको हाम्रो मेन जग्गा हामी जानेछौँ। हेर्नुहोला अन्तिमसम्म। दाजु ग्रेप्स छ अरे। ऊ कुन चाहिँ लाने? आम्बो ऊ रातो हरियो कालो सबै छ। रातो हरियो कालो यो ब्ल्याक वाला कतिको हो? पाएको 100। यो राम्रो छैन कम्ती गर्नु न हौ। रातो लाने। फाइनली हाम्रो सबै कुरा सामानहरू किनिसक्यो। अब चाहिँ हामी गाडीमा चढिसक्यो। अब हामी जानेछौँ हाम्रो मेन डेस्टिनेसन। हामी चाहिँ अहिले यहाँ चारधाम आइरहेको छ। किन भन्दाखेरि चाहिँ अमृताको चाहिँ यहाँनिर सामान दिनु थियो, गुरुजीलाई दिनु छ अरे। अन्त यहाँ चाहिँ भक्कु टुरिस्टहरू आएको रहेछ चारधाम भिजिट गर्नुको लागि। यो चाहिँ हो चारधाम। अनि यहाँनिर चाहिँ हुन्छ समथिङ्स विल गोइङ अन 9th of May होइन अमृता? त्यो दिन म भन्छु के हुन्छ। यहाँको भ्यू चाहिँ यस्तो छ। त्यो दिन चाहिँ पुरा गरम हुने रहेछ। आज नै कस्तो बेसी गरम रहेछ। खाली खुट्टा पुरा उयो भएर बानी नभएर होइन। तर खाली खुट्टा हिँड्दा पनि पोल्नु चाहिँ पोल्दैन रहेछ यहाँ है। बिहा चाहिँ ए ल यहाँ माथि हल छ अरे कहाँनिर मैले देखिनँ पनि। बेसी गरम भएर चाहिँ हामीले चाहिँ हामी चाहिँ अब निस्केको यहाँबाट। हामीले जुत्ता चाहिँ बाहिरै खोल्नु पर्दो रहेछ कि। अन्त हाम्रो यहाँ छौ लु हाम्रो यहाँको काम पनि सकियो। अब चाहिँ हामी जाँदैछ। हामी चाहिँ आएको छौँ रोज गार्डन। हामी चाहिँ यहाँनिर आइसक्यो होइन। फाइनल्ली हामी चाहिँ रोज गार्डन आइपुग्यो। अनि यहाँ चाहिँ
यस्तो मजाको दामी रहेछ कि मलाई त पुरा मन पर्यो होइन। अन्त हामीले चाहिँ यहाँनिर चाहिँ ऊ यहाँनिर अमृतालाई त झन् यो फुलसँग म्याच गरेर यस्तो दामी देखिरहेछ हो। ए ल सरी अमृता होइन अलिसा, झन्डै फेरि अमृता भने। अलिसाले चाहिँ कस्तो दामी देखिरहेछ हो। अमृतालाई चाहिँ केसँग म्याच गर्यो भन्नु? दामी। म चाहिँ यो झोलासँग म्याच भयो अरे अन्त। हाम्रो चाहिँ यहाँनिर ग्रेप्स छ। यहाँ अमृताले एप्पल काट्दैछ। अन्त यहाँ चाहिँ म्याङ्गो, दिस इज वाटरमेलन होइन। अन्त हाम्रो यहाँ केक छ, यहाँ चिप्सहरू छ। अन्त यहाँ चाहिँ हाम्रो फ्लावर हो, यहाँको होइन हो। यहाँ चाहिँ यस्तो मजाको भ्यू रहेछ कि तपाईँहरूलाई हामी चाहिँ यो सबै हाम्रो अस्ति यस्तो खाइपी गरेर चाहिँ हामी तपाईँलाई देखाउनेछौँ। रेडी गर्नुहोस्। आज चाहिँ हाम्रोमा यो सबै चिजहरू छ होइन है। त्यहाँदेखि हाम्रो जुस छ होइन। त्यहाँदेखि चाहिँ आज चाहिँ ब्राइड टु बी अमृताको हो। त्यहाँदेखि आज चाहिँ हो मेरो बर्थडे। सो ब्राइड टु बी गर्ल चाहिँ यहाँ चाहिँ स्ल्यास लगाइदिँदैछ ब्राइड टु बी होइन। अन्त बर्थडे गर्ल चाहिँ यहाँ छ, म हो। प्लिज कमेन्टमा विस गरिदिनु होला। ब्राइड टु बीको चाहिँ यहाँ फोटो सुट हुँदैछ क्यामेराम्यान। ओके यहाँ चाहिँ अब ब्राइड टु बीको चाहिँ केक इटिङ सेरोमनी चल्दैछ। ब्राइड टु बी चाहिँ मस्केर रातै कस्तो भइरहेछ आजको फिल? मजा आइरहेछ, साथसाथै दुःख पनि लागिरहेछ। किन अब भन्न अब केही कुछ के भन्दिनँ राख के कुछ भन्न अब यस्तो हुँदाखेरि केही त ओके। अब चाहिँ म अमृतालाई सानो केक खुवाइदिनु पर्यो ब्राइड टु बीको होइन। अब म आफै त काट्नु होला डर बोक्रे। अब बेसी खाँदैन छैन तैँले मोटाउँछस् किनभने अब बिहा हो होइन। ब्राइड टु बी ओला पनि खुवाइदिन्छु म एकछिन। सेकेन्ड ब्राइड टु बी नेक्स्ट इयर। लु अलिसा म बिहा गर्दिनँ। के भन्छौ? म केक दिन्नै फेरि मलाई पुरा फर्कायो ल अहिले। सानो अर्को बाली गर्छ कि गर्दैन? यसको मुख ठुलो हुँदैन हौ। मुख पनि खिच्यो होला आगोले पनि। ओके गाइस आज चाहिँ मेरो बर्थडे हो। अन्त केक पनि काट्दैछ होइन। ब्राइड टु बीको चाहिँ काटिसक्यो, अब चाहिँ मेरो काट्दैछ। अनि मेरो केक चाहिँ यस्तो छ है। वाउ आई एम सो थ्याङ्कफुल टुवर्ड्स माई फ्रेन्ड्स होइन, अमृता र अलिसासँग। सो अब चाहिँ म केक कटिङ गरेको। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर मन्जु, ह्याप्पी बर्थडे टु यु भयो। रोटी मलाई पनि खुवाइदिएर मलाई यत्रो ओके गाइस मलाई अमृताले केक खुवाइदिँदैछ। ह्याप्पी बर्थडे। थ्याङ्क यू। यहाँ त खानुभन्दा बेसी बोल्नु हुँदैछ। ल गरम भयो जाउँ सिधा खोज्दै। यता फर्किनुपर्छ अब जाउँ यहाँबाट। किन अलिसाले खुवाइदिँदैछ मलाई। ओइ लुगामा चाहिँ नदल्नु त्यसो अघि दल्दै। सरी बर्थडे मन्जु। थ्याङ्क यू सो मच। ओके अब चाहिँ हामी यो स्टार्ट गरेको होइन। यिनीहरूको चाहिँ यो हो, मेरो चाहिँ यो हो नि त है। वाउ गरम गरममा मजा। टिङ 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 काम भयो। यो पोख्यो आफै हेरेर यस्तो मैला भइदियो। ओ यो ब्याग हटाउ न। ला मेरो ब्याग ले गुच्चीको ब्याग देखिन जो गुच्चीको ब्याग देखा त लु या भ्युअर्सलाई पनि। वाउ गुच्ची हामीले फुलै दिएर। हेलो अब यहाँनिर खाँदैछु जुस।
दाइ चाहिँ यहाँ पानी पोखाइबाट आयो लो पानी होइन जुस यहाँ त अब यतिखेर पनि त राम्रो निस्किँदैन रहेछ म चाहिँ म कसरी निस्किँदै म चाहिँ यहाँनिर अब ओइ 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 पकौडा खाँदैछु के खाने त हुन्छ भन्यो ऊ यसको केक कस्तो केक चाख्यौँ त के भयो भयो मिठो रहेछ यो उयो केक खाऊँ न खानु ओइ दामी म्याङ्गो के लाउनु अरे कोक लाउनु ओ म्याङ्गो त अमिलो रहेछ त कस्तो लाग्दैछ आजको ट्रिप दामी लाग्दैछ केकै दामी भयो अलिसा केही कुछ भन्नु फ्लेभर आयो भने केही भन्न केक दामी रहेछ गाइस खाने भए चाहिँ आउँदा हुन्छ हो कहाँ आउनु यहाँ आइ नि अब रास गार्डन आमा चिप्स पनि छ नि त यो हालिदिनु यहाँ त्यो पुस्नु पर्यो होला नि त अलिक छेउमा कस्तो रहेछ एक कागजले पुस्नु लिएर जङ्क फुड चाहिँ खानु हुँदैन मैले तर आज चाहिँ नखाउनु जाँदैन यो बेसी चाहिँ जान्छ होला एकै कुरा खाएर देखाइदिइहाल्छु कागज कहाँ हाल्यो ग्रेप्स ऊ यहीँ छ गएको छु उयो अरे तेरो नठिक हाल्यो अहिले त्यसै त अघि धम्की दिइरहेको छु तपाईँलाई प्लिज गिभ मी वान एप्पल ऊ यहाँ अरू पनि खाइरहेछ रम खोल्दैछ ऊ हल्काले रमै ल्याएर खानु मन छैन ल्याउनु खाइदिनु ल्याएर खाँदैन साथीभाइले ऊ त्यो चाहिँ केक हालिसकेको अनि हाल न यहाँ नखाने भने चाहिँ त्यहाँनिर साह्रै भएन उयो एकछिन राख्न अहिले खानुपर्छ भोक लागिरहेको त्यही त अहिले खाना निकाल्नु फेरि मलाई त्यहाँ पकाउनु छैन फेरि वाउ मलाई चाहिँ यहाँ यो फुल दिन आँटेको रहेछ थ्याङ्क यू सो मच वाउ सो नाइस फ्लावर थ्याङ्क यू देवाजु बनाइयो दिएको चाहिँ वाउ सो नाइस यहाँनिर चाहिँ सानो पोखरी पनि रहेछ हो ऊ यिनीहरू चाहिँ स्टिल खाइ नै रहेको छ हो यहाँ चाहिँ इजलिया हेर्नुहोस् न वाउ कस्तो दामी रहेछ इजलिया फ्लावर हो यो चाहिँ के हो कुनै स्विमिङ पुल हो कि के हो ए यस्तो रहेछ अहिले चाहिँ पुरा बेसी गरम भइरहेको छ यहाँनिर चाहिँ हो वाउ यहाँ पनि दामी रहेछ फ्लावर चाहिँ मलाई पनि कति बेसी फोटो खिच्नु मन छ कि तर फोटो खिच्ने नै भएन नि फोटो खिच्ने मान्छे भएन डल्लै दामी दामी भ्यू रहेछ यहाँ चाहिँ बेसी जस्तो कपल्सहरू चाहिँ पुरा आउँदा रहेछ हो डुल्नुको लागि तपाईहरु पनि भिजिटको लागि आउन सक्नुहुन्छ एकदमै मज्जाको रहेछ गर्मी गर्मी रहेछ दामी रहेछ यहाँ चाहिँ फोटोसुट पनि चल्दै रहेछ नि त एक मिनट एक्सक्यूज मी एक मिनट ओके चल स्टार्ट करूं
किन लिया उधर से उधर जान फुल्लै फुल रहेछ यहाँनिर रोज गार्डन नामै रोज गार्डन म चाहिँ अब अमृता र अलिसा भएको ठाउँमा जान्छु उनीहरू पनि खिच्छ होला भनेर तलनिर स्टिल खाइ नै रहेको छ दुईजना चाहिँ स्टिल कस्तो दामी नाइस फोटोशूट चल्दैछ हामी फर्स्टमा चाहिँ यहाँनिर आएको थियो कि त्यहाँदेखि फेरि हामी तलै गयो नि भुइँमा बस्ने भनेर वाउ यहाँ चाहिँ ठुल्ठुलो रहेछ यो फ्लावर्स वाउ कस्तो मजाको यहाँनिर चाहिँ बस्ने प्लेस रहेछ भक्कुजनाको रहेछ यहाँ पनि रहेछ फुल वाउ क्या दामी स्मेल मलाई पनि फोटो खिच्नु मन पर्यो बट आई डोन्ट ह्याभ एनी वान टु क्लिक माई पिक्चर म एक्लै डुलिरहेको छु दुईजना चाहिँ खाइरहेको छ नि त मलाई चाहिँ भयो अगाडि चाहिँ यस्तो रहेछ राम्रो सेम चोको म चाहिँ झन्डै लोरी नि त यहाँ चाहिँ हिरोइनको फोटोसुट चल्दैछ क्यामेराम्यान छ यहाँ एउटा फुल पक्रेर उभिएको हाम्रो सुन्दरीहरू सुन्दरीहरूको फोटोसुट सकेकै छैन ओके हामी चाहिँ अब फर्केको यो रोज गार्डनबाट दुईजना अगाडि छौ कहाँ अलिसाको फोटोसुट चल्दैछ यहाँ फाइनली अब हामी गएको यहाँभित्र चाहिँ हामी गएनै किनभने हाम्रो टाइमै रहेन त्यसले गर्दाखेरि चाहिँ हामी त्यहाँभित्र गएन हो अब चाहिँ हामी जाँदैछ भयो ओके हामी चाहिँ अब फर्केको होइन हामी उहाँ माथि चाहिँ गएन किन भन्दाखेरि चाहिँ हाम्रोमा टाइम छैन अब आजको लागि यति नै थियो अब घरमा गएर फेरि मेरो स्मल पार्टी होला सानो गाडी चाहिँ हाम्रो छ यहाँ पार्किङ कि बाई
हामी चाहिँ फ्लाइओभरबाट चाहिँ यता माथि आएको भन्ज्याङ डाँडा। अलिसाको सामान ल्याउनु थियो कि अनलाइन, अन्त चाहिँ हाम्रो चाहिँ गाडी पार्किङ गर्नै दिएको छैन अरे, छिटो बोलाउँदैछ। अमृता चाहिँ छ गाडीमा। कहाँ छ गाडी चाहिँ? अन्त मान्छे कहाँ हुन्छ? अझै एउटा सामान छ अरे उसको चाहिँ, पर्खिरहेछ अब यहाँनिर। गाडी चुप रहेछ। अलिसाको अनलाइन सामान चाहिँ आयो।